सो हे गाइस इट्स मी हा आयो मलाई चिन्नु नै हुन्छ होला र आयो तपाईहरु सन्चै हुनुहुन्छ होला र आजको मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ किनकि मैले धेरै ब्लगमा हालेको आज चाहिँ यस्तो ब्लग बनाउन जानेछु र आजको मौसम देख्न सक्नुहुन्छ तपाईहरु एकदम पानी परेर बिटामोडमा चाहिँ कस्तो शीतल भइरहेछ सो आज म जाँदैछु कहाँ भने चाहिँ मेरो ब्लगिङ स्टार्टिङ जुन मेरो फर्स्ट ब्लग थियो जुन मलाई ब्लगिङ स्टार्टिङ गर्दाखेरि फर्स्ट ब्लगको कन्टेन्ट मेरो थियो त्यो आन्टीकोमा जाँदैछु सो तपाईहरुले हेर्नुभएको थियो होला त्यो छोला निम्कीवाला ब्लग थियो सो म त्यहाँ जाँदैछु है र तपाईहरुले धेरै धेरै माया देखिराख्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद है र अनि फर्स्ट अफ अल चाहिँ मलाई यति गाह्रो भइरहेछ नि बिर्तामोडमा है रुममा म र दिदी बस्छौँ है अनि हामीले चाहिँ फ्ल्याट नै खोजिरहेछौँ क्या एउटा रुम अरे एउटा किचन दुईवटा रुम भएको यति गाह्रो भइरहेछ नि पाउनु गाइस यस्तो गाह्रो भएको छ स्टुडेन्टहरूले गर्दाखेरि यति धेरै गाह्रो भइराखेको छ कि झापामा रुम पाउनुको लागि है कत्रो पानीको आवाज आएको के यार यो पानीको छ्या भिडियोमा साउन्ड अलिकति कम्ती आयो होला डोन्ट माइन्ड र आज हामी जाँदैछौँ र मैले भने तपाईँ यदि बिर्तामोडबाट कसैले मेरो ब्लग हेर्दै हुनुहुन्छ र फ्ल्याट खाली छ भने प्लिज टेक्स्ट मी मलाई जानकारी गरिदिनुहोस् मलाई मेसेज गर्नुहोस् न यार त्यो सब जगिङबाट जान्छ यतिखेर चाहिँ सो म चाहिँ भ्लगिङमा हो किनकि अरू चाहिएन जस्ट मलाई यति नै मात्रै हो मेरो 1 इयर चाहिँ म भ्लगिङमै हालिदिन्छु क्या चाहे म सक्सेस होस् नहोस् है म भ्लगिङमै हालिदिन्छु यसो लागौँ हामी कस्तो तर्सिने गरी हराउनु बजाइदिन्छ यार सो हामी लाग्यौँ है आन्टीकोतिर आन्टीकोमै पुगेर भेटौँ है त सो म चाहिँ आन्टीकोमा पनि आइसकेको छु देख्न सक्नुहुन्छ यो त्यही आन्टीको ठाउँ हो त्यही खाजा घर है सो मैले आन्टीलाई 1 प्लेट खाजा भनेर भनिसकेको छु मान्छेहरू धेरै भएको कारणले गर्दा म चाहिँ अलिकति बोल्न अप्ठ्यारो लागिरहेछ है गाइस र अनि आन्टीले मलाई सोधिराख्नु भएको थियो यत्रो दिन कहाँ आएको थियो आएनौ त भन्थ्यो म कहिले म त्यहाँ हुँदैन त खासै हुँदिनँ भनेर आन्टीले मलाई भनिरहेको थियो मैले नयाँ नयाँ कन्टेन्टहरू लिइरहेको छु त्यही भएर कामहरू पनि पर्छ आन्टी के गर्नु भनिरहेको थिएछु हाम्रो खाजा पनि रेडी भइसकेको छ हाम्रो खाजा चाहिँ आइसकेको छ है गाइस होइन यहाँनिर चट्ट राखेर मस्त खाएको छु तपाईँहरू सबैजनालाई थ्याङ्क यू फर द लभिङ तपाईँहरूले यत्रो माया देखिराख्नु छ त्यसको लागि धेरै धेरै धन्यवाद है र म अरू जस्तो धेरै राम्रो धेरै घुम्नु गएको त्यो खर्च गरेको यस्तो त्यस्तो भिडियो देखाउन सक्दैन तर मसँग जे छ जस्तो छ जति सक्छु मैले त्यति देखाइरहेको छु तपाईँहरूलाई र यसमा तपाईँहरूलाई धेरै माया देखिराख्नु भएको छ र त्यसको लागि धेरै धेरै धन्यवाद र युट्युबमा पनि गएर हामी ब्लग सर्च गरेर युट्युब हामी ब्लग सर्च गरेर सो सब्सक्राइब गरिदिनु होला हामी 300 क्रस भइसकेको छ हाम्रो सब्सक्राइबर छ 400 छिटै पुग्नेछौँ हामी बिस्तारो एकचोटि ग्रोथ हुन्छ भन्ने त हुँदैन होइन र अमिलो पनि कस्तो चाम्रो रहेछ कि गाइस खम पहिला अनि बोलाउँ त गाइस म चाहिँ खाजा खाएर पनि निस्किसकेँ किनकि त्यहाँनिर भिडियो बनाउनु अलिक अप्ठ्यारो भइरहेको थियो किनकि मान्छेहरू लास धेरै आइरहेको थियो यस्तो अगाडिबाट कलेजको मान्छेहरू आइराखेको छ यो मलाई लाज लागिरहेछ सो त्यही हो तपाईँहरूलाई धेरै धेरै माया देखिराख्नु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद है र लेट्स गो अब रुम जाउँ के हुन्छ त्यहाँदेखि हेरौँ है त सो फाइनली म चाहिँ रुम पनि आइपुगिसकेँ र अघि मैले तपाईँहरूलाई के भन्दै भनेछु तपाईँहरूले बिर्तामोडबाट मेरो भ्लग हेर्दै हुनुहुन्छ र तपाईँहरूको रुम आसपास तपाईँको रुममा तपाईँ बसेको घरमा कुनै एउटा 2टा रुम एउटा किचन भएको फ्ल्याट खाली छ भने यसो मलाई जानकारी गरिदिनु होला मलाई टेक्स्ट गरिदिनु होला किनकि अब दिदीसँग बसिन्छ नि त सो अलिकति गाह्रो हुन्छ अप्ठ्यारो हुन्छ त्यही भएर यसो 2टा जति रुम लिएर एउटा किचन जति भयो भने यसो राम्रो हुन्छ र तपाईँहरूसँग छ भने मलाई सम्पर्क गरिदिनु होला र तपाईँहरूले धेरै धेरै माया देखिराख्नु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद सो फलो गरिदिनु होला र युट्युबमा सो युट्युबमा यो आज चाहिँ भ्लग आउँदैछ सो यो चाहिँ फुल म युट्युबमा हालिदिन्छु सो युट्युबमा गएर चेकआउट गरिदिनु होला र तपाईँहरूलाई के भन्न चाहेँ भने तपाईँहरूले टिकटकमा त धेरै माया देखाउनुहुन्छ
होइन यो मलाई थाहा छ है, र सबैलाई तपाईँहरूलाई पनि थाहा छ, तपाईँहरूलाई सब धेरै सपोर्ट गर्नुहुन्छ र म यस्तै सपोर्ट तपाईँहरूले यस्तै नभनौँ न, अलिकति युट्युबमा पनि चाहियो कि, अलिकति युट्युबमा गएर सब्सक्राइब गरिदिनु है, किनकि हामी पनि जिरो लेभलबाट उठ्नु चाहेको मान्छे हो, किनकि अब यस्तो हो, अब स्टार्टिङमै त एकैचोटि माथि पुगिन्छ भन्ने होइन, र पनि तपाईँहरूले आश छ तपाईँहरूले धेरै धेरै सपोर्ट गर्नुहुन्छ र माया गर्नुहुन्छ र गरिराख्नु पनि भएको छ। र एक दुईजना मान्छेले कोही कोहीले भन्छ भ्लग गरेर काम जान्छ, तेरो नहोला क्या भाइ, एक दुईजनाले तिमीहरूलाई त्यस्तो भन्छौ नि, त्यही सुनेर तिमीहरूलाई देखाउनुको लागि म अगाडि बढ्छु क्या, गर, तिमीले नै कुनैले त हेड गर्नै पर्छ, तिमीहरूलाई नदेखाउनुको लागि म कसलाई देखाउनु, तिमीहरूले गर्दा त म इख बोकेर अगाडि बढ्छु त। र एउटा कुरा अर्को, तिमीहरूको लागि भ्लग गर्नु है, यो त्यतिकै भिडियो बनाउनु रमाइलो जस्तो लाग्ला, तर मेरो लागि ड्रिम हो क्या, भ्लगिङ मेरो ड्रिम हो है। तिमीहरूको के छ मलाई थाहा भएन, तिमीहरूको ड्रिम के छ, डक्टर, इन्जिनियर, पाइलट, सबैको फाल्टो फाल्टो हुन्छ, एउटै हुन्छ भन्ने हुँदैन, र तिमीहरूको दिमागमा के आउँछ होइन थाहा छैन मलाई है, तर मेरो ड्रिम भनेको भ्लगिङ हो। र म तिमीहरूलाई जेसुकै गर्न, मसँग खानुको पैसा नहोस्, एक छाक खाने पैसा नहोस्, एक छाक खाने मसँग राम्रो नपुगोस्, तर म भ्लगिङ बनाउनु स्टार्टिङबाटै गर्छु भनेको इन्डिङसम्म पनि गर्छु क्या, त्यो खाने नै नहुँदाखेरि त्यो लत्ता छोडेर हिँड्दाखेरि पनि म भ्लगिङ छोड्दिनँ क्या, त्यतिसम्मको क्षमता छ मसँग चाहिँ। र तिमीहरूले भन्दैमा मलाई रोकिन्छ जस्तो लाग्छ भने सोकडा हो, केटी हो, दिदी हो, भाइ अथवा आन्टी अङ्कल, तपाईँहरू गलत फ्यामिलीमा हुनुहुन्छ है, म चाहिँ त्यस्तो खालको मान्छे हो। र तपाईँहरूले धेरै धेरै सपोर्ट देखाइराख्नु छ, त्यसको लागि धेरै धन्यवाद। सरी है बोल्दाखेरि अलिकति झकझक हुन्छ। र यो भ्लग चाहिँ युट्युबमा सिधै युट्युबमा चेकआउट गर्नु है। सो हस्त धन्यवाद, बाई बाई, अर्को भ्लगमा भेट्नेछु।